आज हाम्रो यहाँ वक्तृत्व प्रतियोगिता सुरु हुन गइरहेको छ। अब सुरुमा आउँदैछिन् कक्षा 10 बाट जेनिसा। माननीय उपस्थित सबैमा हार्दिक नमस्कार। हाम्रो जीवनमा जोखिम धेरै हुन्छन्, तर सबैभन्दा देखिने खतरा चिसो मौसमसँगै आउँछ। तर प्रश्न के हो भने चिसो खतरा किन बन्छ त? हामी उत्तरमा यो भन्न सक्छौँ कि तयारी नगरेका कारण। आज म तपाईहरूलाई एउटा सन्देश दिन चाहन्छु। मौसम पूर्वानुमान भनेको डराउने साधन होइन, बस्ने साधन हो। हामीले रेडियो, मोबाइल एप्स जहाँबाट भए पनि मौसम सम्बन्धी जानकारी प्राप्त गरौँ र त्यसअनुसार आफ्नो दिनचर्या मिलाउँ। हाम्रो सानो सानो प्रयासले गर्दा पनि ठुलो दुर्घटनाबाट बच्न सक्छौँ। जस्तै बिहानको कुहिरोमा बाइक चलाउने व्यक्तिले अनिवार्य रूपमा ग्लोभ्स र मास्क प्रयोग गर्नुपर्दछ। आगो ताप्दा सुरक्षित दूरी अपनाउने, एकल वृद्ध महिला, छिमेकी अशक्त मानिसलाई न्यानो कपडा पुर्याउने कोसिस गर्ने। अन्तिममा के भन्न चाहन्छु भने चिसो मौसमले हामीलाई कमजोर बनाउँदैन, ताकि तयारी कसरी गर्ने हो भनेर सिकाउँछ। आउनुहोस् एकअर्कालाई सहयोग गर्दै, सुरक्षित हुँदै, सचेत हुँदै चिसो मौसमलाई चुनौती होइन जिम्मेवारीका रूपमा लिन सिकौँ। धन्यवाद। जेनिसालाई धेरै धेरै धन्यवाद। अब आउँदैछिन् सरस्वती। सम्मानित अतिथिजन, शिक्षकज्यू र प्रिय साथीहरू, आज म मौसम पूर्वानुमान र यस चिसो शीतबाट बस्ने उपायहरू प्रस्तुत गर्न चाहन्छु। हामी सबैलाई थाहा छ मौसम बदलिन्छ। चिसो मौसमको सबैभन्दा ठुलो खतरा शीत, खोकी, निमोनिया, ज्वरो र शरीर जम्ने समस्या हो। तर यी समस्याबाट जोगिन हामीले केही सरल तथा प्रभावकारी उपायहरू अपनाउनु पर्छ। तातो पानी, झोलिलो खानेकुरा, सुप खानेकुराहरू खानुपर्छ। घरका वृद्धहरू, बालबालिकाहरू न्यानो कपडा, मोजा, पन्जाहरू अनिवार्य गराउनु पर्दछ। साँझ बिहानको कडा चिसोमा बाहिर निस्किनु हुँदैन। जब हामी मौसम पूर्वानुमानलाई गम्भीर रूपमा सोच्छौँ तब हामी स्वस्थ र घर परिवार पनि स्वस्थ हुन्छ। धन्यवाद। सरस्वतीलाई धेरै धेरै धन्यवाद। अब आउँदैछन् दिनेश। सम्प्रेम नमस्कार। आज म हाम्रै दैनिकीसँग जोडिएको विषय चिसो र शीतबाट कसरी जोगिने बारे बोल्दैछु। हाम्रो क्षेत्रमा कुहिरो बाक्लिने, शीत पड्ने जस्ता समस्या देखिन्छन्। वृद्ध बालबालिका र सबै मानिस यसले प्रभावित हुन्छन्। तर हामीले थोरै ध्यान दिए भने धेरै समस्या टार्न सक्छौँ। सबैभन्दा पहिलो कुरा, मौसम पूर्वानुमान सुन्ने बानी बसालौँ। आजकल रेडियो, फेसबुक, सरकारी वेबसाइट, मोबाइलमा मौसम पूर्वानुमान पाइन्छ। जाडो बढ्छ, शीतलहर आउँछ भनेको छ भने पहिलो कुरा तातो लुगा लगाउनु पर्यो। दोस्रो कुरा, हामीले घरमै तातो पानी तताएर पिउनु पर्यो। बिरामी पर्नुभन्दा पहिले नै आफ्नो स्वास्थ्यको ख्याल गर्नु पर्यो। हो, मैले एउटा कुरा ठ्याक्कै बिर्सेँ। आगो ताप्दा आफ्नो शरीरमा लगाएको तातो कपडामा आगो सल्किन सक्छ, त्यसैले आफूले नै सावधानी अपनाउनु पर्यो। त्यसैले यो मौसमलाई हल्का रूपमा सम्झिनु हुँदैन। यो मौसमले गर्दा धेरै घटना घट्न सक्छ, त्यसैले सावधानी अपनाउनु होला। यति भन्दै म आफ्ना 2-4 शब्द यहीँ टुङ्गाउन चाहन्छु। हस्त धन्यवाद। सबै भाइ बहिनीहरूले उत्कृष्ट विचार राख्नुभयो। हामीले मौसम सम्बन्धी जानकारी लिएर हामी सबैले सचेत हुनुपर्दो रहेछ। धन्यवाद। मौसम जानकारी लिने बानीले रक्षा गर्छ सानो सावधानीले।